हेर्न सक्नुहुन्छ यहाँ आफ्नो बारीको साग भयो भने यसरी दिनदिनै नै छाकै पछि टिपेर खान पाइन्छ। हेर्नु न कत्रो कत्रो भएको थियो यो पालि रायो सागको पात पनि। यो त अलमोस्ट सिजन लागिसक्यो गाइस। हेर्न सक्नुहुन्छ मेरो सिमी बोडीहरू आउँदैछ। यो मेरो तरकारी बारी हो। यहाँ आलु पनि छ, रायोको साग यहीँबाट टिपेको अहिले। त्यहाँ कुरिलो छ, यहाँ रायोको साग। यहाँको रायोको साग खाएर अब खोर्सानी रोपेको छु बिचबिचमा। एक दुईवटा रायोलाई चाहिँ फुल्न दिएको छु मैले। यहाँ हेर्न सक्नुहुन्छ रायोको साग। ल हेर्नुहोस् कति राम्रो छ हाम्रो रायोको साग। यहाँको चाहिँ सागहरू खाइसक्यो। अब फर्सीको मुन्टाहरू आउँदैछ, बिचबिचमा रायो साग पनि छ। यहाँ सिस्नो पनि खाइयो। कति ठुल्ठुलो भएको छ सिस्नो यो पालिको। चाइनिज साग आउँदैछ। यहाँ हरियो प्याज। यहाँ लप्सीको 2टा बोट उम्रिराखेको छ गाइस। तिती करेलाको बोट, यहाँ मिन्टहरू पनि छ। यो कडी पत्ताको यो बोट भयो। यो चाहिँ मखमलीको फुल। यो टमाटोको बिउ, खोर्सानीको बिउ। यो मेरो ब्याकयार्ड भयो साथीहरू। कति रमाइलो छ आज, नाइस वेदर छ। यहाँ मेरो तरकारी सिमीहरू पनि ठुल्ठुलो यसरी गएर हाँगा लाग्दैछ। बोडी अलि पहेँलो पहेँलो हुन लागेछ। यसलाई मल हाल्नुपर्ने बेला भएछ। हेर्नुहोस् न रायोको साग। बर्खाको रायो साग भए चाहिँ अलिअलि पलपल हुने रहेछ पातहरू। यति खाइयो नि योपालि साग। सबैलाई बाँडियो साथीभाइहरूलाई पनि। एकदमै मजाले खाइयो रायोको साग त स्वाद बनाएर।